हुन्छ सबैजनालाई गुड मर्निङ। यो सुन्दर बिहानी सबैलाई जय मसी भन्न चाहन्छौँ। प्रभुले सबैजनालाई आशिष दिनुभएको सुन्दर बिहानी। विशेष गरी आज म यूहन्नाको पुस्तक 1:12लाई अध्ययन गर्न गइराखेको छु। तपाईँहरूले ध्यान दिएर सुनिदिनु होला। यहाँ परमेश्वरको वचनमा यसो भनेर लेखिएको छ, तर जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभएको छ। आमेन। किनभने तपाईँ र मेरो हृदयदेखि नै येशू प्रभुले त्यो कलवरी क्रुसको दुःख कष्टलाई पीडालाई उठाएर तपाईँ र मेरो अधर्मलाई क्षमा गर्नुभएको हो र तपाईँ र मेरो पापहरूलाई क्षमा गर्नुभएको हो भनेर जब तपाईँ र मेरो हृदयले स्वीकार गर्छ भने तपाईँ र मलाई परमेश्वरले आफ्नो सन्तान हुने अधिकार दिनुभएको छ। आमेन। किनभने हामी चाहिँ परमेश्वरको सन्तानहरू हौँ, उहाँको सृष्टिहरू, उहाँको रचनाहरू हौँ। त्यस कारणले हामी उहाँको सन्तान भएका छौँ। तपाईँले कुनै पनि अब बलिदान चढाउन आवश्यकता छैन। सिर्फ तपाईँको हृदयले येशू प्रभुलाई उहाँ नै मुक्तिदाता हुनुहुन्छ, उहाँ नै उद्धारकर्ता हुनुहुन्छ भनेर तपाईँको हृदयले स्वीकार्नु भयो भने तपाईँ परमेश्वरको सन्तान हुनुभयो। आमेन। हुन्छ, प्रभुलाई धन्यवाद भएको होस्। सबैजनालाई प्रभुले आशिष दिनुभएको होस्। जय मसीह।